आजको हाम्रो दिनको सुरुवाती चाहिँ मदनडाँडी ड्यामबाट हुन गइरहेको छ। बिहानको समयमा हामी ध्यान गर्ने भनेर मदनडाँडी ड्याममा आएको छौँ। भाइहरू साथी मेरो सबैजना भएर ध्यान गर्न आइरहेको छौँ। सबजनाले राम्रोसँग हेरिदिनु होला, यहाँको ठाउँहरू दृश्यहरू के कस्तो छ भनिदिनु होला कमेन्टमा हैन। अब बिहान उठेर ध्यान गर्नुको मजै बेग्लै छ। मर्निङ सोच द डे भन्छ कि बिहान उठेर ध्यान गऱ्यो भने, योगहरू गऱ्यो भने, दिनको सुरुवातीमै ध्यान योगहरू गऱ्यो भने चाहिँ दिन एकदमै सुन्दर हुने गर्छ भन्ने आशा छ र विश्वास पनि छ। अनि पहिलेदेखि गर्दै आइरहेको थियौँ हामी यस्तै संजोग नमिलेर हामी भिडियोहरू गर्न पाएको थिएनौँ। त्यसैले आजबाट अब सुरु गरौँ भनेर आज भिडियो एउटा बनाएर फेसबुक युट्युबतिर पनि राखौँ भनेर, साथीभाइहरूलाई देखाऊँ भनेर राख्नु गइरहेको छौँ हामी। त्यही भएर गाह्रो पिरो नमानेर हेरिदिनु होला। हामीहरू तपाईँलाई अब देखाइराख्नेछौँ हामी के गर्छौँ, फर्स्ट स्टेप सेकेन्ड स्टेप के गर्छौँ भनेर, त्यसरी लाइन बाई लाइन हामी देखाउँछौँ। हेर्दै गर्नुलाई त ल। ध्यान गर्नमा हामीलाई केही सहज होस् भनेर हामीले हातखुट्टाहरू तन्काउने खुलाउने गरिरहेको छौँ। अब यो स्ट्रेचहरू गऱ्यो भने हातखुट्टाहरू खुलेर ध्यान गर्दा हामीलाई एकदम एक्टिभ राखिराख्छ भनेर हामीले चाहिँ यो गर्न लगाएको छु मैले मेरो साथीभाइहरूलाई। हजुरहरू पनि यसै गरी गर्न सक्नुहुन्छ। ध्यान गर्नु अघि चाहिँ यसरी शरीरहरू यो फिजिकल ट्रेनिङहरू नर्मल खालको गरेर गऱ्यो भने चाहिँ हजुरहरूलाई पनि राम्रो हुन्छ। ध्यान गर्नुको लागि कन्सन्ट्रेट गर्न सकिन्छ। ध्यानमा डुब्नुको मजै बेग्लै हुन्छ नि। ध्यानमा जति डुब्यो त्यति आफूलाई मजा आउँछ। गहिराइमा ध्यानको भाव लिन सक्यो भने चाहिँ त्यही नै ध्यान हो। Our day is going। हाम्रो दिन यसरी नै सुरु भइरहेको छ ध्यान गरेर साथीभाइहरू। सधैँभरि यो जुनीहरू पाइँदैन। अब यो आफूले पाएको जुनी चाहिँ अलि यादगार बनाउनको लागि पनि ध्यानमा डुबेर आफूलाई चिन्नको लागि जरुरी छ। अनि प्रकृतिमै सुम्पिनुपर्छ। हामीले आफ्नो शरीर आत्माहरू सब प्रकृतिमै छाडेर जानुपर्छ अन्त्यमा जाँदाखेरि। त्यसैले जानुभन्दा अगाडि चाहिँ यो प्रकृतिकै महसुस गरौँ भनेर यो यसरी हामी ध्यान गर्न आइरहेको छौँ यो एकान्त ठाउँमा। अहिले चाहिँ अब यो साउन्ड स्पिकर बजाइरहेको छौँ हामी। एकछिनमा यो साउन्ड स्पिकर स्टप गरेर अनि यत्तिकै प्रकृतिकै साउन्डमा पनि हामी योगहरू ध्यानहरू गर्नेछौँ। हजुरहरूले फेरि नसोच्नु होला स्पिकर बजाएर प्रकृतिमा रमाउन आइरहेछ भनेर, त्यस्तो नसोचिदिनु होला। यो अहिले स्टार्टिङ भएर अहिले एकछिनमा बन्द भएर पनि हामी गर्छौँ। त्यो पनि हजुरहरूलाई अवश्य हामी देखाउनेछौँ। आफ्नो अन्तर्मनसँग भलाकुसारी गर्दै गरेको केही क्षणहरू न बोल्नु छ कसैसँग, न केही आलोचना गर्नु छ कसैसँग। सिर्फ आफूले आफ्नो मनलाई साँची राखेर आफ्नो अन्तर्मनको यात्रा गर्नु नै एउटा जीवनको एउटा गन्तव्य हो, एउटा लक्ष्य हो जीवनको। हामी मान्छेहरू यस धरतीमा सबै जन्म लिएर जन्म त पाउँछौँ, तर हामीले जीवनलाई चिन्न नसकेको कारणले गर्दाखेरि हामी एउटा जिउँदो लास जस्तो भएर हामी बाँचेर हामी यस धरतीबाट फेरि विलिन भएर जान्छौँ। तर हामीले चाहिँ आफूलाई जान्न जरुरी छ। हामी किन जन्मियौँ, हामी केसको लागि जन्मियौँ, हाम्रो जन्म हुनुमा पनि केही रहस्य त होला होइन। अनि कसले जन्मायो हामीलाई, यो कुराहरू हामीले जान्न जरुरी छ। त्यसको लागि पनि यो अन्तर्मनको यात्रा गर्नु चाहिँ एकदम जायज छ र जरुरी छ। सबै मान्छेहरूले, सबै मानिस मानवहरूले जान्न जरुरी छ।